कोही कसैले केही हुँदैन तपाईहरु जानु भएर बाहिर जानु तपाईहरु बाहिर गए हुन्छ पत्रकार हैन किन त्यहाँको लागि के हुन्छ के गर्नु नाटक के काम हुन्छ के काम हुन्छ तपाईहरुको काम छैन जानु भएर पत्रकारको काम छैन बहिष्कार बहिष्कार दर्शकबिन यति बेला देख्न सक्नुहुन्छ तपाईलाई एमाले पार्टीका कार्यकर्ताहरूले यति बेला पत्रकारहरूलाई ठोक ठोक भन्दै लखेट्दैछ। देख्न सक्नुहुनेछ मन पनि मुख छाड्दै यति बेला एमाले पत्रकारमाथि दुर्व्यवहार भइरहेको दृश्य पनि तपाईहरूले देखिरहनु भएका छन् र यहाँ एकदमै दादागिरी शैलीमा एमालेका पार्टीका कार्यकर्ताहरू यति बेला मनपरी मुख छाड्दै यसरी दुर्व्यवहार गरिरहेको छन्। तपाईँले दृश्यमा दुर्व्यवहार मिडियाले समातेको हो, मिडियाले गल्ती गरे हो, मिडियाले गल्ती गरे हो, मिडियाले समातेको हो, मिडियाले समातेको हो, मिडियामा किन आक्रमण गर्नुपर्ने, मिडियामाथि किन आक्रमण, मिडियाले समातेको हो, अनि किन मिडियामाथि आक्रमण, मिडियालाई किन हेर्नु भएको, मिडियाले समातेको हो, मिडियाले समातेको हो, मिडियामाथि किन आक्रोशित यस्तो मिडिया आधिकारिक मान्छेले जवाब दिनुहोस्। त्यहाँबाट मिडियाले गर्यो के, मिडियाले के गर्यो त्यो भनिदिनु पर्यो हामीलाई। किन उहाँ आक्रोशित हुनुभयो, हामीलाई शब्दहरू हामीमाथि प्रयोग गरियो, किन यस्तो शब्द प्रयोग गरियो उहाँले जवाब दिनुपर्छ। एमालेको आधिकारिक मान्छेले जवाब दिनु पर्यो, एमालेको आधिकारिक मान्छेले जवाब दिनु पर्यो। हामी माथि अभद्र व्यवहार किन गरियो, अभद्र व्यवहार किन गरियो जवाब चाहियो। मिडियामाथि अभद्र व्यवहार किन, यही भन्नुहोस् न, यही भन्नुहोस् किन अभद्र व्यवहार गरियो, किन गरियो, किन गर्नु भएको, यस्तो आधिकारिक कुरा छ भन्नुहोस् न, तपाईँहरूको शब्द चाहिँ ठिक भएन कि, तपाईँहरूको शब्द चाहिँ कस्तो शब्दहरू पत्रकारमाथि जाइ लागेका छन् एमालेका कार्यकर्ताहरू। होइन, हामीसँग फुटेज छ सर, भनिदिनुहोस् पत्रकार सर, ल भनिदिनुहोस् के को रिसिभी थियो मिडियासँग भन्नु। मिडियाले पक्रेको हो तपाईँको पार्टी अध्यक्षलाई। मिडियाप्रति हाम्रो पूर्ण सम्मान छ। ठिक छ, ल हुन्छ बोल्नु। मिडियाप्रति पूर्ण सम्मान छ। पार्टीको सचिवालयको बैठक बस्दैछ। मिडियाप्रति कुनै पनि यो करारलाई आधिकारिक धारणा तपाईँहरूले मानिदिनु भएन। मिडियाको सम्पूर्ण हिसाबले तपाईँहरूको मिडिया हाउसको एडिटोरियल फ्रिडमदेखि लिएर सम्पूर्ण हिसाबले एमाले कम्प्लिट प्रेस फ्रिडमको पक्षमा छ। त्यसकारणले अहिले जे कुरा भएको छ त्यसलाई आधिकारिक मानिदिनु भएन। मिडियाप्रति हाम्रो उच्च सम्मान, कार्यकर्ताले हातपात गरे गाली गरे, मिडियाप्रति हाम्रो उच्च सम्मान छ। यस विषयमा अहिले सुन्नु न, सचिवालयको बैठक बसिराखेको छ। सचिवालय बैठकले आवश्यक निर्णयहरू लिन्छ। त्यसलाई नेकपा एमाले धारणा बनाएको भने एमाले कार्यकर्तालाई लगाम कहिले लगाउने सर यसरी? हजुर
एमाले कार्यकर्तालाई अहिले त्यसो नभन्नु नि तपाईँहरू पनि अहिले जे भयो त्यसको सचिवालयलाई पनि थाहा छैन पार्टीको आधिकारिक ढङ्गले धेरै आउँछ मिडियाप्रति पूर्ण सम्मान छ त हाम्रो सम्मान भनेको आक्रमण अनि हामी छलफल गर्छौँ